साहित्यकार बालकृष्ण सम राणा परिवारका थिए। बालकृष्ण राणा, तर उनले समाजका लागि, जनताका लागि राणा त्याग्ने त्यागी दिए। बालकृष्ण राणा परिवारमा जन्मिएका थिए। त्यतिबेला राणा हुनु भनेको जे गरे पनि छुट पाउनु जस्तै थियो। तर उनलाई आफ्नै रगतमा घमण्ड थिएन। उनले देख्थे बाहिर जनता भोकभोकै छन्, तर भित्र दरबारमा सुन्दरीको भोज चल्छ। उनलाई यो कुराले भित्रभित्रै पोल्थ्यो। त्यसैले उनले भनिदिए, मलाई तिम्रो यो राणा थर चाहिँदैन, म अबदेखि सम हुन्छु। सम भनेको सबै बराबर। उनले आफ्नो राजकीय पोसाक फुकालेर फालिदिएर एउटा साधारण नेपालीले जस्तै दौरा सुरुवाल लगाएर सडकमा निस्किए। उनले दरबारको विलासी जीवन त्यागेर एउटा कोठामा बसेर कलम चलाउन थाले। एउटा मान्छे जो दरबारको ओछ्यानमा जन्मियो, जसको अगाडि पछाडि नोकर चाकरको लस्कर हुन्थ्यो र जसलाई हजुर नभनी कसैले बोल्न पाउँदैन थियो। तर एक दिन उनले त्यो सबै छोडिदिए। किनकि उनलाई दरबारको महलमा भन्दा जनताको झुपडीमा धेरै माया देखियो। कतिपय मान्छेहरू एउटा सानो पद पाउन नेताको खुट्टा ढोक्छन्, तर यी व्यक्तिले त आफ्नो थरबाट राणा भन्ने त्यो शक्तिशाली ट्याग नै उक्काएर फालिदिए। यो कुनै कथा होइन, एउटा यस्तो त्याग हो जसले आजका पदका लोभीहरूको गालामा जोडजाड थप्पड हानेको छ। महलको ढोका बाहिर निस्किनु त सजिलो थियो उनका लागि, तर त्यसपछिको बाटो बालकृष्ण समका लागि काँडै काँडाले भरिएको थियो। दरबार छोडेपछि उनलाई आफ्नै नातागोताले पागल भने, शत्रु ठाने। जुन हातले हिजो हुकुमी शासनको आदेश लेख्थे, तिनै हातले अब एक एक छाक टार्नका लागि सङ्घर्ष गर्नु पर्यो। उनले दरबारको सुख मात्र छोडेका थिएनन्, उनले त आफ्नो सुरक्षा र निश्चित भविष्य पनि त्यागेका थिए। एउटा समय यस्तो आयो जब उनीसँग कलम किन्ने पैसा पनि हुँदैन थियो। तर उनी भन्थे, भोको पेटले लेखिएका शब्दहरूले नै अघाएकाहरूको निन्द्र हराइदिन्छ। उनको सादगी र कष्टकर जीवन नै वास्तवमा उनको सबैभन्दा ठुलो साहित्य थियो। समले लेखेका मुटुको व्यथा वा प्रहलाद जस्ता कृतिहरू केवल कथा मात्र थिएनन्, ती त समाजका घाउहरू थिए। उनले ज्ञान मर्दछ हाँसी हाँसी, रोई रोई नमर्नु जस्ता कविताबाट नेपालीहरूलाई मृत्युसँग नडराई सत्यको बाटोमा लाग्न सिकाए। उनले साहित्य मार्फत एउटै कुरा बुझाउन खोजे, अन्धविश्वास र जातीय भेदभाव भनेको समाजलाई गलाउने क्यान्सर हो। उनले भन्थे, मानिस नै ईश्वर हो। उनको यो एउटै वाक्यले त्यस बेलाको रूढिवादी समाजलाई झस्काइदिएको थियो। दरबारभित्र लुकेको भ्रष्टाचार र बाहिर जनताले भोगेको गरिबीलाई उनले नाटकका पात्रहरू मार्फत छताछुल्ल पारिदिए। उनले प्रत्यक्ष रूपमा नेपाली कला र रङ्गमञ्चलाई आधुनिक बनाए, जसले गर्दा आज हामी स्टेजमा आफ्नो कथा भन्न सक्ने भएका छौँ। दरबारको विलासी खानकी खाएका समले कतिपय रात नुन र रोटीको भरमा बिताए। उनलाई राणा खलकको आफ्नो कुलको इज्जत फालेको आरोप लगाएर राणाहरूले तिरस्कार गरे। समाजका टाठाबाठा भनौदाहरूले उनलाई कम्युनिस्टको ट्याग लगाए, त कहिले विद्रोही भनेर जेल हाल्ने धम्की पनि दिए। तर उनले कहिल्यै हार मानेनन्। उनको जीवनको अन्तिम समयसम्म पनि उनी एउटा साधारण कोठामा बसेर चुरोटको धुमासँगै शब्दहरू कोरिरहे। उनले पाएको सबैभन्दा ठुलो दुःख नै यो थियो कि जुन जनताका लागि उनले सबै कुरा त्यागे, तिनै जनताले उनलाई चिन्न धेरै समय लगाए। तर उनले सिकाए, त्याग त्यो हो जुनले गर्दा आफूलाई फाइदा होइन, समाजलाई दिशा मिल्छ। उनले आफ्ना नाटकहरूमा कहिल्यै राजाको गुणगान गाएनन्, बरु गरिबको आँसु र समाजको अन्यायको बारेमा लेखे। उनी जनरलका छोरा थिए, तर उनीसँग कुरा गर्दा कसैलाई लाग्दैन थियो कि उनी दरबरिया हुन् भनेर। उनको बोलीमा मिठास थियो र मनमा सबैका लागि उत्तिकै सम्मान। उनले समाजमा एउटा यस्तो कुरा सिकाए जो आजका मान्छेले बिर्सिसके, त्यो हो मानवता। उनले सिकाए कि मान्छे जात वा थरले ठुलो हुँदैन, मान्छे त उसको मन र कामले ठुलो हुन्छ। उनले लेखेका कुराहरूले मान्छेलाई रुवाउँथ्यो मात्रै होइन, बरु भित्रैदेखि जाग्ने बनाउँथ्यो। उनले दरबारको सुख छाडेर दुःख रोजे, ताकि अरूको दुःख बुझ्न सकियोस्। आज हामी एउटा मोबाइल वा सानै गाडी किन्दा त कति घमण्ड गर्छौँ, तर उनले त सिङ्गो दरबार नै त्यागेर हिँडिदिए। आजको कुरा गर्ने हो भने एउटा वडाध्यक्षको छोरोले त सडकमा हिँड्दा अरूलाई मान्छे गन्दैन। मान्छेहरू आफ्नो थरको धाक लगाएर अरूलाई दबाउन खोज्छन्, तर बालकृष्ण समले उति बेलै राणा छोडेर हामीलाई एउटा ठुलै पाठ सिकाएका थिए। हामी उनी जस्तो सम त हुन सकेनौँ, तर के हामीले कम्तीमा मान्छेलाई मान्छे जस्तो व्यवहार गर्न चाहिँ सिक्यौँ त? आज हामीलाई समको जस्तो नाम फेर्ने मान्छे होइन, समको जस्तो काम गर्ने र गरिबलाई आफ्नै सम्झिने मन भएको मान्छे चाहिएको छ। आज हामी त्यागको कुरा त गर्छौँ, तर एउटा सामान्य सुविधा छोड्न पर्यो भने 10 पटक सोध्छौँ। बालकृष्ण समले सिकाएको सबैभन्दा ठुलो कुरा समानता थियो। तर आज पनि हाम्रो समाजमा थर हेरेर मान्छेको इज्जत गरिन्छ। हामीले समका नाटक त हेऱ्यौँ, तर उनले जस्तै आफ्नै सुविधालाई लात हानेर म पनि अरू जस्तै हुँ भन्ने आँट गर्न सकेनौँ। समले दरबार छोडेर दुःख पाए, तर उनले इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाए। आजका मान्छेहरू सुख खोज्दा खोज्दै इतिहासको गल्छीमा हराउँछन्। के हामीसँग आफ्नै स्वार्थ त्याग्ने अलिकति मात्रै भए पनि हिम्मत छ त? हवस् त, यस्तै खोजमूलक भिडियोका लागि ट्रुभर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।